Hi everyone, how are you all and welcome to my short vlog, mini vlog, whatever. अनि मैले चाहिँ युट्युबमा आफ्नो फ्री टाइम हुँदाखेरि चाहिँ सर्ट भ्लग मिनी भ्लग बनाएर हाल्ने गर्थेँ। त्यति धेरै सब्सक्राइबहरू त हुनुहुँदैन मेरो युट्युब च्यानलमा, तर पनि आफ्नो फ्री टाइम पाउँदाखेरि चाहिँ आफ्नो इन्जोयको लागि भनेर चाहिँ मैले कहिलेकाहीँ यत्तिकै फ्री टाइम युज गरेर चाहिँ यत्तिकै भ्लग बनाएर हाल्ने गर्थेँ। अनि इट्स बिन अ लङ टाइम मैले भिडियो बनाएर हाल्नै छोडेको चाहिँ। अनि त्यहाँबाट आज चाहिँ मसँग अलिकति टाइम भएको भएर चाहिँ यसो भिडियो बनाएर हाल्छु भनेर सोचेको थिएँ। अनि त्यो क्लिप लिन पनि त्यति अलाउड छैन क्या आजभोलि। अनि यो मिडल इस्टमा चाहिँ यो मिसाइलहरूको प्रब्लमहरू आएदेखि चाहिँ भिडियो लिन नै एकदम रिस्क छ क्या। अनि आफूलाई रिस्क किन दिने भनेर चाहिँ अनि एकैचोटि म थोरै 5 मिनट 10 मिनटको चाहिँ घर पुग्ने जेलसम्म चाहिँ भ्लग बनाएर हाल्छु भनेर चाहिँ मैले भ्लग गरेको थिएँ। तर चाहिँ अनि त्यो चाहिँ कम्प्लिट हुन पाएन। त्यही पनि ठिकै छ, यसलाई नै चाहिँ मिनी भ्लग जस्तो गरेर सर्ट भ्लग जस्तो गरेर भोइस ओभर गरेर हालिदिन्छु भनेर चाहिँ मैले भोइस ओभर गर्दैछु अहिले। अनि त्यही पनि हेर्नु न, अनि म चाहिँ यस्तो इन्जोय गर्दै पुरै हेलो हाई गर्दै हिँड्दै थिएँ। के गर्नु है, अब अहिले यस्तो उस परिरहेको बेलामा चाहिँ अनि आफूलाई चाहिँ किन उस गर्नु भनेर, अब आफूलाई रिस्कमा किन पार्नु भनेर के। त्यही पनि फेरि मैले मात्रै होइन, अरूले पनि यत्तिकै भिडियो बनाउँदै हिँडिरहेको छ नि त युजली मान्छेहरूले होइन। त्यही पनि ठिकै छ, अब अर्कोचोटि नेक्स्ट टाइम बनाउँला भनेर चाहिँ अनि मैले यत्तिकै भिडियो बनाएँ। हेर्नु न आकाश कस्तो राम्रो देखेको, वाउ आज है। अनि म चाहिँ पुरै हाई म कस्तो देखेको छु भन्दै हिँड्दै यताउति घुम्दै हिँड्दै भिडियो बनाउँदै गरेर म चाहिँ घर पुग्न नि लागिसकेँ। अब चाहिँ सर्ट भ्लग मिनी भ्लग चाहिँ ताइना तुइको भयो छेउन टुप्पोको। तर पनि यति समय हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू।